उपनिषद् गायन्ति हंसामगा ध्यानं बस्ति तद्गतेन मनसः पश्यन्ति याम योगिनो ये शान्तानविदो सुरासुरगणा देवाय तस्मै नमः। पूज्यपाद गुरुदेव ध्रुव उपाध्याय जी को चरण में दंडवत नमन गर्दै युनिक धाम का पीठाधीश मेरो शिष्य योगीराजलाई नमन गर्दै और हाम्रो शिवशक्ति बाबा कालीदास धाम का अध्यक्ष संतोष सर, मेरो अति प्रिय दाजु और देवेन्द्र दाहाल जी, आज यसमा सबभन्दा 5वटा दान महादान मानिन्छ। 5वटा दानमा भूमिदान, कन्यादान, गौदान, जलदान और वस्त्रदान, यी 5वटा दान महादानमा मानिन्छ। यस्तो महान दान का दानी और चित्त का ध्रुव समान हाथी आसमान धरती समान भएका लक्ष्मण शर्माज्यू सपरिवार, वहाँ को सपत्नी गृहिणी यदि कर्कशा भए, गृहिणी सही भए त्यो एक देवलोक समान तीर्थ बन्दछ। दानवीर र यहाँ आउनुभएका सबै महानुभावहरू, सिक्किम आज शिक्षक भट्टराई सर, पत्रकार, मीडिया आउनुभएका जाति जनजाति आदिवासी समस्त यो क्षेत्रका सब सिलगढी दार्जिलिङ जिल्लाका सबै महानुभावहरू र नेपालबाट आउनुभएका हाम्रो बानियाजी, रामचन्द्र बानियाजी, हाम्रा समितिका पदाधिकारी गण, आज हामीले यहाँ भूमि पूजा गर्यौं। पूर्व 2 वर्ष अगाडिदेखि रामचन्द्र बानियाजी का साथमा लक्ष्मण शर्माजी आश्रममा पुग्नुभयो। उहाँको इच्छा थियो कि पहिल्यैदेखि यो गरौं, तर समय काल परिस्थिति र सबैले जुट्नु पर्ने हुँदा हिजो मलाई देवेन्द्र सरको निमन्त्रणामा यहाँ आइयो। तर यो न भूत हो न भविष्यति, न भूत न भविष्यति, न पास्ट न फ्युचर, नसोचेको काम आज ईश्वरको कृपा। मनो इच्छा सर्वनास्ति, दैव नास्तिक स्वरूप हो, ईश्वरको इच्छा ही प्रबल हो। आज यहाँ भूमि पूजा भयो। म चाहन्छु ऐसे हाम्रा 37 जग्गा आश्रमहरू छन्, साना साना एक इटा लाग हामीहरूको सबै जग्गा अहिले सुचारू रूपले बन्दै जाँदैछ। अब मेरो 14-15 तारिकतिर युएस को यात्रा छ, वहाँ पनि मेरो आश्रमको शुभारम्भ हुन्छ। त्यो पनि शुभारम्भ गरेर म आउँछु। आज सबभन्दा सर्वप्रथम हिमालय क्षेत्र कञ्चनजङ्घाको बंगालको धरती, ऋषि महर्षिहरूको तपस्थली र सिलगढी यो हात्ती हिस्सा भन्ने जग्गा, यो पवित्र धरतीमा यहाँ आएर यहाँ हामीले भूमि पूजा गर्यौं। भविष्यमा आउनेवाला भविष्य चिकित्सालय बनोस्, आश्रम बनोस्, वृद्ध आश्रम, अनाथ विचार, यसमा सबैले यो हुन्छ